यही कार्तिक 15 गतेदेखि 25 गतेसम्म बेलौरीको खुला मञ्चमा सञ्चालन हुने दोस्रो चरणको रामलीला मञ्चन कार्यक्रमका निर्देशक डाक्टर भूपेन्द्र सिंह बिष्ट यतिखेर हामीसँग हुनुहुन्छ। के छ रामलीलाको तयारी के कस्तो भइरहेको छ यसबारेमा समग्र जानकारी गराइदिनुहोस् न। जय श्रीराम। अब सबभन्दा पहिले हजुरलाई म नमन गर्न चाहन्छु। हजुरको एउटा भित्री सहृदय प्रयासले जुन विगतका समयदेखि बेलौरीलाई उजागर गर्नुभएको छ र अघिल्लो रामलीलामा पनि हजुरले लाखौँ भ्यू संसारभरिबाट बटुल्नु भएको थियो र यसमा तपाईँ एउटा इमान्दार मिडियाकर्मी भएका कारण तपाईँलाई नमन छ। भगवान रामले तपाईँको उत्तरोत्तर प्रगति गरून्। र यसपालि हामीले जेएनजीको आन्दोलनका कारण देशमा भएको विषम परिस्थितिले र मौसमको गडबडीका कारणले यसलाई दीपावली पछि अलि ढिलो भए तापनि हुन त भन्दा पनि पूर्व वर्षमा हामीले चाहिँ 21 गतेबाट गरेका थियौँ होइन, 21-22बाट। यसबाट पटक हामी भोलि 15 गतेबाट यसलाई सुरुवात गर्दैछौँ। भव्य रूपमा उद्घाटन हुन्छ। यहाँ बेलौरीवासीहरूको हेर्नुहोस्, नानीहरूले ल्याएका फुलहरू, फुलका माला तपाईँहरू यति रातिसम्म लाग्नु भएको छ सारा। त्यसले गर्दाखेरि यो तयारी एकदमै भव्य छ। अघिल्लो सालभन्दा झनै राम्रो चमक, झनै राम्रो ठुलो मञ्च, ठुलो स्टेज पनि छ र कलाकारहरू पनि खरिएका छन्। पोहोर साल चाहिँ नयाँ नयाँ थिए, यसपालि अझै राम्रो परिस्थिति हुनेछ। हाम्रो श्रद्धेय गुरुदेव भीमराज पन्त र तबलामा हाम्रो शिवराज भट्टजी हुनुहुन्छ र यहाँ समितिका अध्यक्ष दिनेश कुँवर लगायतको हाम्रो जुन एउटा समिति छ, रात दिन खटेको छ, आफै दौडेका छन् र यस्ता एनर्जेटिक जुन युवावर्गहरूले यस क्षेत्रलाई पहिचान गर्ने र यहाँबाट जुन विगतबाट परम्पराबाट थालिनेबाट नै यहाँ रामलीला भएको छ, यसलाई निरन्तरता दिने प्रयास गरेको छ। र यसपटक उहाँहरूले तपाईँहरू गएर अयोध्यामा पनि एउटा अन्तर्राष्ट्रिय रामलीला सम्मेलनमा आफ्नो सहभागिता जनाउनुभयो। म रामेश्वरम गएको थिएँ र रामेश्वरम र अयोध्याको एउटा सुन्दर धरतीबाट आएर यस ठाउँमा हामी रामलीला गर्न पाउँदा अत्यन्त खुसी भएका छौँ, गदगद भएका छौँ र सम्पूर्ण समाजले रामको आदर्शमा चल्ने गरी हाम्रो हिन्दू सनातनलाई उजागर गर्ने गरी अहिले संसारभरि हिन्दू सनातनको जुन एउटा प्रचार भइरहेको छ, यसलाई अझै उजागर गर्ने गरी यो संसारलाई पवित्र राम राज्यको स्थापना होस् भन्ने कामना गर्न चाहन्छौँ र यो मञ्चनको कार्यक्रम हामी एकदमै राम्रो प्रस्तुत गर्नेछौँ भन्ने हामीलाई भगवान रामले यो हामीलाई प्रेरणा दिनुहुनेछ भन्न चाहन्छु। र एकदमै भव्य र सभ्य तपाईँहरूको सम्पूर्ण साथले, खास गरेर यो हाम्रा तपाईँ जस्ता पत्रकार र हाम्रो समितिका जुन एनर्जेटिक वर्ग छन् युवाहरू, उहाँको कारणले यो राम्रो हुने हामीले आशा लिएका छौँ। अन्त भक्तजनहरूलाई के भन्न चाहनुहुन्छ? भक्तजनहरूलाई भगवान रामको आदर्शमा रहनुहोस्। यो एउटा कर्तव्यको हो, किनकि जहाँ कर्तव्य हुन्छ त्यहाँ नै अधिकार लुकेको हुन्छ। एउटाको कर्तव्यभित्र अर्काको अधिकार लुकेको हुन्छ। त्यसले गर्दाखेरि अधिकार मात्र खोज्ने होइन, कर्तव्य गर्नुपर्दछ र आफ्नो ठाउँमा सबैले आफ्नो कर्तव्य गरिदियो भने यो समाजमा आफै राम राज्य स्थापना हुन्छ र सबैले आफूबाट सुधार गर्न सुरु गरेर समाजलाई, घर परिवारलाई र देशलाई सुधार्न सकिन्छ। र यही रामका आदर्शहरू जुन भाइप्रतिको आदर्श, बुवाप्रतिको आदर्श, श्रीमतीप्रतिको आदर्श, आमाप्रतिको आदर्श, समाजप्रतिको आदर्श र राज्यप्रतिको आदर्श छ, यो आदर्श संसारभरि छाओस् र कम्तीमा हाम्रो नेपालमा छाओस् र नेपालमा शान्ति होस् भन्ने शुभकामना दिन चाहन्छु। समय र महत्त्वपूर्ण विचारका लागि यहाँलाई धन्यवाद। उहाँ हुनुहुन्थ्यो दोस्रो रामलीला मञ्चन कार्यक्रमका निर्देशक डाक्टर भूपेन्द्र सिंह बिष्ट, जुन हामीले बेलौरीको खुला मञ्चमा यही कार्तिक 15 गतेदेखि 25 गतेसम्म सञ्चालन हुने रामलीला मञ्चन कार्यक्रमका विषयमा कुराकानी गरेका थियौँ। यो कुराकानी यहाँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह, सुझाव अनि प्रतिक्रियाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। हवस् त आजको यस कुराकानीबाट हामीलाई पनि आज्ञा दिनुहोस्। जय श्रीराम।